भौगोलिक रूपमा विकट भएका पालिकाहरूको विकास गर्नको लागि अथवा भूगोलको विकास गर्नको लागि अलिकति जनप्रतिनिधिहरूले विशेष ख्याल गरिदिनुपर्ने हुन्छ। स्थलगत रूपमा जनताका आवश्यकताहरू के हुन्, ती आवश्यकताहरू कसरी सम्बोधन गर्न सकिन्छ र जनसहभागिता कसरी जुटाउन सकिन्छ भन्ने ढङ्गबाट योजना तर्जुमादेखि नै विकासमा जनतालाई सहभागिता गराउनुपर्छ। योजना तर्जुमा गर्ने, बजेट निर्माण गर्ने र त्यो बजेटको कार्यान्वयन र त्यसको अनुगमन र अपनत्व लिनेसम्म जनताले हाम्रो विकास हाम्रो श्रम भन्ने अपनत्व नलिउन्जेलसम्म विकास दिगो हुन सक्दैन। तसर्थ स्थानीय पालिकाहरूले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। साथै स्थानीय पालिकाहरूले ठुला विकास निर्माणहरू भन्दा पनि जनजीविकाका विषयवस्तुहरूमा बढी बजेटलाई केन्द्रित गर्नुपर्दछ। स्थानीय उत्पादित वस्तुहरूलाई बजारीकरण र जनताको खल्तीमा पैसा आउने, घरमा पैसा आउने र तिनीहरूको जनजीविकामा त्यो पैसाले चाहिँ उनीहरूलाई चाहिँ खुसी बनाउने खालका विकास निर्माणका योजनाहरू स्थानीय सरकारले बनाउनु पर्ने हुन्छ।